हेलो नमस्ते अनि हार्दिक स्वागत छ युनिक टिभी हेरेर बस्नुभएका आदरणीय तमाम दर्शक महानुभावहरूमा। युनिक टिभीमा विभिन्न किसिमका रोचक र फरक विषयवस्तुको साथमा उपस्थित हुने क्रममा आज पनि एक बिल्कुलै फरक विषयवस्तुको साथमा हामी उपस्थित भइसकेका छौँ। यदि तपाईँले हाम्रो युट्युब च्यानल युनिक टिभीलाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्नुहोला र सब्सक्राइब गरिसकेपछि छेउमा रहेको बेल आइकनमाथि प्रेस गर्नुहोला ताकि हामीले अपलोड गरेका प्रत्येक भिडियोको नोटिफिकेसन तपाईँको मोबाइलमा आउनेछ। आउनुहोस् सुरु गरौँ आजको विषयवस्तु। आजको विषयवस्तु हो कहिले आउँदैछिन् विष्णुमाझी मिडियामा निकै नै सामाजिक सञ्जालमा टिका टिप्पणी भएको विषयवस्तु पनि हो विष्णुमाझी किन आउँदिनन् मिडियामा भनेर। अब विष्णुमाझी मिडियामा आउने भएकी छिन् र कहिले आउँदैछिन् यसको जानकारीको लागि यो भिडियो पुरा हेर्नुहोला र विष्णुमाझीको कति छ पारिश्रमिक यो विषयको जानकारीको लागि पनि यो भिडियो पुरा हेर्नुहोला र जहाँ गए पनि ट्याक्सीमा किन जान्छन् विष्णुमाझी, रेकर्डिस्टसँग समेत किन बोल्दिनन् विष्णुमाझी, कालो पछौरीसँग लुकामारी यताउत कुराको जानकारीको लागि यो भिडियो पुरा हेर्नुहोला र मन पर्यो भने साथीलाई पनि सेयर गर्नुहोला, मन परेन भने हामीलाई भन्नुहोला। आउनुहोस् सुरु गरौँ। नेपालकी सर्वाधिक लोकप्रिय तथा महँगी गायिका विष्णुमाझी मिडियामा सार्वजनिक हुने भएकी छिन्। हालै उनी निकटका केही व्यक्तिहरूका अनुसार माझीले र उनका श्रीमान सुन्दरमणि अधिकारीले चाँडै मिडियामा आउने सङ्केत गरेको बताएका छन्। नाम नखुलाउने शर्तमा निकट स्रोतले भन्यो, यति धेरै आलोचना र अनावश्यक हल्ला फैलिने क्रम बढेपछि उनीहरूले मिडियामा आउने सोच बनाएको जस्तो देखिन्छ। सुन्दरमणि फ्याटफुट देखिए पनि विष्णुमाझी भने 10 वर्षदेखि मिडियामा सार्वजनिक भएकी छैनन्। निरन्तर प्रहरी शुभचिन्तक र फ्यानहरूले चासो दिन थालेपछि उनीहरू मिडियामा आउने सोच बनाएको बुझिएको छ। निकट व्यक्तिका अनुसार माझी दम्पति डेढदेखि 2 वर्षभित्र मिडियामा आउने पक्की भएको छ। सुन्दरमणि अधिकारी नजिकका एक कलाकार भन्छन्, अझै 2 वर्ष केही योजनामा रहेको बुझे, त्यसपछि अन्य कलाकारहरू जस्तै खुल्ला हिँड्ने योजना छ। केही महिना अघि कान्तिपुरले माझी गुमनाम रहेको समाचार प्रकाशित गरेपछि स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको निर्देशनमा एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दाम्पतिलाई जिल्ला प्रहरी कार्यालयमा आएका थिए। विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आएकी थिइन्। कतिपय सञ्चार माध्यमले सुन्दरमणिले विष्णुमाझीलाई बन्धक बनाएको आशंका गरेका थिए। त्यति बेला उनीहरूले आफूहरू खुसीका साथ गुमनाम जीवन बिताएको बताएका थिए। जिल्ला प्रहरी कार्यालयमा एक अधिकारी भन्छन्, उनीहरूको अन्तर्जातीय विवाह भएको थियो, त्यो छुटाउन खोजिएकाले गुमनाम हुनु परेको हो सुन्दरमणिले भनेका छन्। सामान्य लेखपट गरेकी माझीले बोल्न तथा लेख्न पढ्न समेत नजान्ने भएकाले सबै मैले हेरिरहेको छु, ती अधिकारीले सुन्दरमणिको भनाइ उल्लेख गर्दै भने। बाहिर फेस गर्न नसक्ने भएकाले म उनलाई एक्लै कतै पठाउँदिन। अहिले उनीहरूले मिडियामा कुनै पनि किसिमको जवाफ दिन आवश्यक नभएको बताएका छन्।
बढ्यो पारिश्रमिक एउटा गीतको 1 लाख विष्णु माझीको। 2 महिना अघि गायिका माझीले पारिश्रमिक 50,000 थियो, तर अहिले उनको पारिश्रमिक 1 लाख पुगेको छ। उनको आवाजमा गीत रेकर्ड गराउनु पर्यो, कम्तीमा 1 लाख तयार नभएसम्म असम्भव छ। माझीका धेरै गीत रेकर्ड गराउने एक गायक भन्छन्, हरेक कुराको डिमान्ड अनुसार उक्त कुराको भ्यालु बढ्ने हो। त्यसै किसिमले उहाँको पारिश्रमिक बढेको बढै छ। जहाँ गए पनि किन चढ्छिन् ट्याक्सीमा गायिका। विष्णु माझी काम विशेषले नेपालका कुनै पनि जिल्लामा पुग्दा ट्याक्सी नै लिएर जाने गरेको पाइन्छ। उनीहरू निकट एक व्यक्ति भन्छन्, सार्वजनिक रूपमा हिँड्दा अरूले देख्ने भएकाले ट्याक्सी लिएर जानु परेको हो जस्तो लाग्छ। मलाई दाम्पत्य बस र जहाजमा सायदै चढेका छन् जस्तो लाग्छ। बसमा पनि धेरैले चिन्ने, जहाजमा पनि चिन्न सक्ने सम्भावना देखेकाले उनीहरू ट्याक्सी लिएर हिँड्ने गरेका हुन्। नेपाल तथा विदेशका हरेक कार्यक्रममा विष्णु माझीलाई बोलाउने गरे पनि माझीले स्टेज चढेकी छैनन्। बुटोलमा भएको एउटा कार्यक्रममा स्टेज चढेपछि उनले अहिलेसम्म कुनै कार्यक्रममा सहभागी भएकी छैनन्। माझीले गीत गाएपछि स्टुडियो बाहिर तयार भएको ट्याक्सीमा आफ्नो गन्तव्यमा लाग्ने गरेको भेटिएको छ। बुझिए अनुसार उनलाई आवत जावतका लागि छुट्टै ट्याक्सीको व्यवस्था छ। रेकर्डिस्टसँग बोल्दिनन्। कुनै पनि गायिकाले गीत रेकर्ड गर्ने बेला बोल्नै पर्ने एक व्यक्ति हुन् रेकर्डिस्ट। तर गायिका माझीले अचम्मको स्वभाव। अरू गायिकाले जस्तो रेकर्डिङ स्टुडियोमा पसेर सिसा अगाडि प्रत्यक्ष देखिएर गीत रेकर्ड गराउने स्वभाव छैन। सरासरी स्टुडियोमा पस्छिन्। स्टुडियो पसेपछि कुनै पर्दाले सिसामा छोपिदिनुपर्छ। गीत रेकर्ड हुनासाथ रेकर्डिस्ट स्टुडियोभित्र पैसा बुझ्ने र सुटुको घर लाग्ने स्वभाव छ। कहिलेकाहीँ 2-3 पटक गीत रेकर्ड गर्नु परे रेकर्डिस्ट गरेपछि मान्छन्, तर गएपछि सोही गीतका लागि फर्कने चलन छैन, एक रेकर्डिस्ट भन्छन्। जति सकिन्छ तुरुन्तै भन्न सकियो भने ठिक छ, नत्र मिलाएर काम गर्नुपर्छ। माझीले कतिसम्म भने रेकर्डिस्ट मात्र होइन, रेकर्डिङ स्टुडियोका मालिक, नेपाली लोकदोहोरी क्षेत्रका प्रतिष्ठित कलाकारहरू कसैसँग पनि बोल्ने चलन छैन। उनले नजिकबाट चिनेकाहरू भेटिए पनि उनले नबोल्ने गरेको पाइन्छ। कालो पछौरीसँग लुगा मारिए। गायिका माझीलाई मनपर्ने पहिरन कालो हो। उनले अधिकांश समयमा कालो पहिरनमा हिँड्ने गरेको पाइन्छ। रातो अथवा कालो रङको लुङ्गी र त्यसमाथि कालो रङको ओभरकोट, मास्क, कालो पछौरी माझीलाई मनपर्ने रहेछन्। स्टुडियोदेखि बाहिर हिँड्दा समेत उनी निकै लुकेर हिँड्ने गरेकी छिन्। कालो पछौरीले पुरै टाउको छोपेर हिँड्ने गरेकी छिन्। कृपया तपाईँलाई आजको विषयवस्तु कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनुहोला र विभिन्न सन्देशमूलक भिडियो र ताजा सूचना मनोरञ्जनका लागि युनिक टिभीको साथमा रहनुहोला। तपाईँको समय शुभ बितोस्, शुभ पल। नमस्कार।